हेलो हेलो साथीहरू, यहाँ चाहिँ म बतासे भेटरेन्स नकआउट फुटबल टुर्नामेन्ट 2026 को खेल्नु गएको थिएँ। खेल्नु त पाएन किनकि टाइमको मेरो सर्टेज थियो। म स्कुल गाडी कुदाउँछु, त्यसले गर्दाखेरि। अनि यहाँ नेपाल र तपाईको सिलगढीको नेपाल येलो जर्सीमा सिलगढी व्हाइट जर्सीमा खेल्दैछ, जसको मैले चाहिँ एक गोल चाहिँ क्याप्चर गर्न सकेँ। अनि तपाईलाई त्यो म स्लो मोसनमा पनि गरेर देखाउँदै छु, हेर्दिनु होला गाइस। किनकि म पनि अब 40+ पुगे, त्यही कारण भेटरेन्स खेल्दै छु। कोही बेला खेल्न जान्छु, यहाँ देख्न सक्नुहुन्छ। तर नेपालको स्ट्राइकिङ धेरै राम्रो थियो। अब यहाँ सिलगढीको टिमले पास निकाल्यो, उयो देख्न सक्नुहुन्छ। यहाँबाट पनि अझै अगाडि पेलिदिन्छ, जब कि त्यो गोलमा जान्छ। यो अब यो पास चाहिँ राइट आउटमा दियो। राइट आउटको मान्छे कुद्दैछ, ऊ कुदिकिन यसले चाहिँ फेरि ब्याक पास दिन्छ। यसले ब्याक पास दियो, कुछ राम्रो देखेको छैन, तैपनि मैले देखाउन कोसिस गर्दैछु। यसले ब्याक पास हान्यो अनि यसले चाहिँ लिएर चाहिँ डाइरेक्ट गोलमा सुट गर्यो। बल उफ्रिँदैछ पोस्टमा।